यति बेला हामी मोरङको ग्रामथान 5 झवाबनीको घरमारीमा छौँ र यहाँ विगत 6 महिनादेखि 21 वर्षका समीर कुमार खवास मुटु सम्बन्धी रोग र क्यान्सर रोगको लक्षण देखा परेपछि समीरका परिवार आर्थिक सहयोगका लागि विभिन्न सङ्घ संस्था एवं व्यक्तिहरूसँग हार गुहार मागिरहेका छन्। यदि तपाईँहरू यो भिडियो हेर्दै हुनुहुन्छ भने कृपया तपाईँले सकेको जति सहयोग गरिदिनुहोला र हामीले यसै भिडियोमा चाहिँ तपाईँहरूको समीरलाई चाहिँ सहयोग गर्नको निमित्त हामीले समीरको नाममा रहेको ई सेवा आइडी हामीले क्युआर पनि राखिदिएका छौँ र हामीले कमेन्टमा पनि राखेका छौँ र तपाईँले सकेको सहयोग गरिदिनुहोला समीरलाई र समीरलाई बचाउ अभियान भनेर पनि एउटा हामी नारा गरौँ। यसलाई चाहिँ सक्दो धेरैजनाले सहयोग गरौँ, नसके यो भिडियोलाई सेयर गरौँ। यसै सन्दर्भमा हामीले समीरका दाइसँग कुराकानी गरेका छौँ। मेरो नाउँ चाहिँ सुजित कुमार खवास, ग्रामथान 5 तेतरिया। अनि मेरो चाहिँ समस्या भनेको यहाँ बिमारी समस्या छ। भाइको समस्या भनौँ न 6 महिना 7 महिना भइसक्यो हैन। त्यो हामीले त्यो भित्रमा त्यहाँ काठमाडौँ पनि लग्यौँ, काठमाडौँदेखि पनि त्यही भन्दैछ, त्यो रिपोर्ट राख्दाखेरि चाहिँ रिपोर्टले भन्दैछ कि त्यो यहाँबाट हुँदैन, यहाँबाट त्यही राम्रै देखाएको छ भनेर भन्दैछ। अनि त्यहाँबाट चाहिँ फेरि रिटर्न गरिदियो यहाँ कहाँ विराटदेखि चाहिँ त्यहाँ काठमाडौँ चाहिँ लाने भनेर भन्यो। त्यो पनि आर्थिक स्थिति एकदम कमजोर, नाजुक भनौँ न, एकदम कमजोर के। त्यो पनि कसरी हामीले तेतरियामा हाम्रो चोक तेतरिया चोकमा हामीले सबै युवा केटाहरू मिलेर हामी केटाहरू मिलेर 17-18 हजार रुपियाँ चन्दा असलकरण गरेर अनि प्लेन टिकट काटेर 3 जनालाई 4 जनालाई 3 जना भनौँ 3 जनालाई पठायौँ हामीले। त्यहाँ पनि पुऱ्याए त्यो भक्तपुर क्यान्सर हस्पिटल त्यहाँ पनि पुऱ्याए। त्यहाँदेखि चाहिँ त्यहाँबाट पनि केही राम्रो हुन्छ भनेर पठाएको, त्यहाँबाट पनि केही आश्वासन आएन। त्यो त्यहाँदेखि पनि भन्दै थियो अर्को हस्पिटलमा हाल्ने भनेर। अनि यहाँ घरमा पनि पीडित थियो, त्यतिखेर हजुरबुवा पनि बित्नु भएको थियो, अनि बुवा पनि कर्तामा बस्नु भएको थियो। धेरै गाह्रो भएको थियो त्यतिखेर, धेरै आर्थिक एकदम नाजुक भएको छ। यस्तो कि अब रोडमा आउने बेला भइसकेको छ। अब के भन्नु, समाजले अब सबैले त्यही भन्दैछु, म गुहार माग्दैछु कि मेरो सबैलाई यही सब म बिन्ती गर्छु, सबैजनासँग बिन्ती गर्छु कि अलिअलि जे हुन्छ जति हुन्छ सबैले सहयोग गरिदिनु होला। धेरै 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 एकदम आर्थिकको कमजोरी छ हाम्रो घरमा। ग्रामथान 5 हो घर, सुजित कुमार खवास हो मेरो नाउँ। अनि मेरो बुवाको नाउँ चाहिँ देवनारायण हो, त्यो पनि स्वर्गवास हुनुभयो। हजुरबा पनि स्वर्गवास हुनुभयो, सोनालाल खवास, ग्रामथान 5 हो। अनि भाइ पनि यस्तो सिरियस छ कि त्यो दसैँ तिहार सबै हाम्रो त्यो हस्पिटलमै बित्यो। के भन्नु, यस्तो क्युआर राखिदिनु छ। उटा हामी चाहिँ सबैको एकदम प्रार्थना गर्छु, हमें जे सकबे जतना सकबे एकदम गोर बिन्ती करिके हमें सबैके पैरम पर्छु। जतने हेते पानी त पानाको डन्डी गथे नि, जतने थोपा समुद्र बन्छ के थोपा से सबैके दया माया से अगर भाई के कसिन जीवन अगर सुधरते तो सबके दुआ कसिन भगवान जी सबको आगे बराबर देखते कहीं के उठा। लेकिन इतने गाह्रो छ कि त्या घर में एकदम लास्टे पीड़ा से सबैको आगे हामी बिन्ती गर्छु। जतने हेतु थोर बहुत तैयो कंजा जतने सकबै उतने चाहिँ कंजा सहयोग गरिदिए।